हेलो साथीहरू, वेलकम टु माई मिनी भ्लग। म चाहिँ बिहान उठेँ, त्यस पछाडि दाल साल टिकाएर मैले खानासाना पकाएँ मैले चाहिँ बिहान। अनि त्यस पछाडि यता बुवा चाहिँ गाईसाई चारेर बसिराख्नु भएको थियो। अनि मैले फेरि नुहाएँ होइन, मैले नुहाइसकेँ। यता चाहिँ हाम्रोतिर अब सिजन चुरा पनि बिक्न लागिसक्यो। मैले चाहिँ चुरा बेचेँ 1-2 दर्जन होइन। अनि यता चाहिँ हामी रेस्ट गरिरहेको थियौँ कि मोबाइल सोबाइल चलाउने काम भइरहेको थियो। आज चाहिँ नानीको बर्थडे थियो। बर्थडेमा चाहिँ यस्तो तयारी भइरहेछ यता नानीहरू। खानामा चाहिँ हामीले अचार बनायौँ आलु कोपीको। अनि त्यस पछाडि अचार चाहिँ यता चाहिँ सासूआमा खिर पकाउँदै हुनुहुन्थ्यो। यता अङ्कल बसिराख्नु भएको थियो, खिर पाकिरहेको थियो। अनि बर्थडे चाहिँ सुरु भयो। डराइरहेको थियो नानी फेरि झिरझिर गर्ने बाल्ने पुरै तर्सेर हैरानै छ। अनि त्यस पछाडि हामीले यस बर्थडे मनाइदियौँ। नानी रहर मानिरहेको थियो नि, बच्चाहरू फेरि कति रहर गर्छन्, कुरै छोड्दिन्न। मेरो बर्थडे आउने कहिले, मेरो बर्थडे आउने कहिले भनेर पुरै हैरान गर्छन्। मेरो सानो छोरी फेरि ठुसुक्क बसेकी छिन्। अनि यता नानीहरू चाहिँ नाचिरहेको थिए अलिअलि। बर्थडेमा हामी त नाच्छौँ भनेर यता चाहिँ नाचिरहेको थिएँ। अनि त्यस पछाडि जस नाचगान भयो, रमाइलो भयो। आजलाई हेर्नुहोस्, आजको फाइनली यही हो। हाम्रो चाहिँ विशेष थियो नि त आज, त्यही भएर अलि ढिलो आयो भिडियो।